सबैलाई मेरो नमस्ते। आज फेरि म भेज मोमोको रेसिपी लिएर आएको छु। मोमोको लागि प्याज, धनियाँ र अरू भेजिटेबलहरू पहिले काटेर तयार राखेको थिएँ। अब सबै भेजिटेबलहरू एकै ठाउँमा राखेर राम्रोसँग मिक्स गरेँ। मिक्स गरिसकेपछि जिरा र बटरको तड्का लगाएँ। त्यसपछि पहिले कुदेर राखेको मैदालाई फेरि हल्का धुएँ। मैदा तयार भयो अनि भाइले फट्टा बेल्न थाल्यो। भाइले बेल्दै फट्टा दिँदै गऱ्यो र म चाहिँ मोमो बनाउनतिर लागेँ। मोमो बनाउँदै गर्दा गफ पनि चलिरहेको थियो। गफ गर्दा गर्दै थाहा नै पाइएन सबै मोमोहरू पनि तयार भइसकेछ। अब मोमोहरू स्टिम राखेर पकाएँ। स्टिम पनि भइसकेको थियो। त्यतिकैमा फेरि मन्चुरियन मोमोको अर्डर आयो अनि फेरि मन्चुरियन मोमो बनाउनतिर लाग्यो र मन्चुरियन मोमो पनि तयार भइसक्यो। यसरी नै आजको काम पनि सकियो। आजको लागि यति नै साथीहरू। फेरि अर्को भिडियोमा भेटौँला। बाई बाई। जय श्री राम।